नमस्ते जोरले म कीर्ति थापाको मेरो च्यानलमा स्वागत गर्दछु। आज म तपाईहरुलाई सुन्तला टिप्न गएर आएको सानो क्लिप चाहिँ म यो जंगलको बाटो देखाउँछु म तपाईहरुलाई। अन्तिमसम्म हेर्दिनु होला। सुन्तला चाहिँ माघ मासको सुन्तला, यो ओरेन्ज कलरको यो मेरो रेती हो सुन्तला छाड्ने, र यो लट्ठी छ यहाँ। तपाईहरुलाई म देखाउँछु जहाँसम्म म जान्छु हैन त्यहाँसम्म। यो हामी के रे पूजा गर्दाखेरि आउने बाटो हो। यहाँ तल सबै मान्छेहरु छोडेर गइसके। यहाँ सबै बाँझो मात्रै छ, यहाँ सबै घारी छ। खेती अहिले यहाँ गर्ने सम्भव छैन। मान्छेहरु धेरै कमी छ अहिले गाउँघरमा। त्यही भएर नि बाटो पुरै जंगल छ। जति मान्छेको संख्या बढिन्छ त्यही अनुसारले बाटो सफा हुन्छ र पक्की पनि हुन्छ। र अहिले सबै गाउँ छोड्ने अभियान छ। अहिले सबै फलफुलको रुखहरू पनि स्याहार नपाएर चाहिँ पुरानो हुँदैछ सबै। खास गरी अहिलेको पुस्ता, खास गरी हाम्रो जेनेरेसनले चाहिँ एकदम मध्यमार्गी उपाय लगाएर चाहिँ आफ्नो ठाउँ, आफू खेलेको हिँडेको ठाउँको चाहिँ रक्षा भन्नाले सम्वर्धन चाहिँ गर्नुपर्ने हुन्छ। हामी जति नै विदेश यात्रा, जति नै विदेशमा कमाएर ल्याए पनि लास्टमा लङ टर्मको लागि चाहिँ हामी बजारमा बसे पनि गाउँ बजार दुईतिर हामी चाहिँ एडजस्ट हुन सक्नुपर्छ। र गाउँको जग्गा जमिन, घरबारी, पाखा पखेरा छोड्नु हुँदैन। हेर्नुस् भ्यू, आज पानी झरी परेपछिको भ्यू चाहिँ आज यस्तो देखिएको छ। यहाँ अलि माथि तपाईहरु टपमा यो मैले जुम गरेको यो सल्लाघारी हो। र यता अहिले बादलले ढाकेको छ, कालो बादलले। यो डाँडा उतापट्टि मानु डाँडामा हुँदै यता पोखराको लामो रेन्जको हिमाल चाहिँ तपाईहरुले देख्नुहुन्छ खुला समय हुँदाखेरि है, खुला आकाश हुँदाखेरि। म हिँड्दै हिँड्दै छोटो भए पनि तपाईहरुलाई म भिडियो मार्फत चाहिँ देखाउन चाहन्छु भनेर मात्रै तपाईहरुलाई मैले अहिलेसम्म मैले देखाए। म सुन्तला टिपेर आएको बाटो। अब म हल्का झलक मेरो गाउँको पछाडिबाट भए पनि गाउँको चाहिँ म स्वरूप देखाउँछु तपाईहरुलाई। धेरै देखिँदैन यहाँबाट, थोरै भए पनि। यो गैरीबारी हो। तपाईले जुम गरेर हेर्नुभयो भने यो तोरीबारी, गैरीबारीको अलि उतापट्टि भवन जस्तो देख्नुहुन्छ, त्यो हाम्रो समाज घर हो। र अलि टाढा खासै देखिँदैन जुम गर्दा पनि यो मोबाइलबाट। त्यो चाहिँ हटिया ध्यानथोक गाउँहरू हो त्यो। अनि यता अलिअलि देखिएको चाहिँ तपाईहरुले यो मेरो गाउँ हो। पछि भिडियोमा म देखाउँछु सबै।
अब गाउँ आइपुग्नु लाग्यो। सो पछि पनि जोडिने बाचा गर्दै अहिलेको यो छोटो भिडियोबाट बिदा हुन चाहन्छु। नमस्ते, राम्रोसँग बस्नु होला जसले